मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भनेर राष्ट्रिय जिम्मेवारी नागरिक अभियानका साथीहरूलाई चाहिँ यो ललितपुर परिसरमा ल्याएर राख्नुभएको थियो। उहाँहरूलाई छुटाउन हामी यहाँ आएका छौँ र आजको यो एकदमै अर्थपूर्ण रहेको छ। त्यसको लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद र प्रतिवेदन सार्वजनिक होस् भन्न चाहन्छु। धन्यवाद। हामीलाई चाहिँ नेपाल प्रहरी लगायत गृह मन्त्रालयदेखि हामीलाई दबाब आएको छ र हाम्रो प्रतिवेदन सार्वजनिक गर भन्दाखेरि हामीलाई नै उठाएर न्याग्ने च्याप्ने जस्तो कार्यक्रम हाम्रो साथीहरूलाई भित्र 10 जनालाई लगिरहेको छ र अब चाहिँ हामी यहाँदेखि निस्किँदैछौँ। अहिले चाहिँ छोड्ने निर्णय भइसक्यो र हामी हाम्रो साथीहरू सँगसँगै जान्छौँ। अब त्यही हो। आज जुन मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ साथीहरू यो गाडीमा गाडी हालेर जाँदैछन्। उहाँहरूलाई चाहिँ ललितपुरदेखि पाटनतर्फ जाँदैछौँ र यतिखेर हामी यो ललितपुर जिल्ला प्रहरी सहरबाट आइरहेछौँ। म र सुशील दाइ। केटाहरू कताबाट गयो है दाइ? त्यही हो, हामी आज साथीहरूलाई छुटकारा दिइरहेछ। साथीहरू चाहिँ पछाडि हुनुहुन्छ र हामी हिँडिरहेछौँ होइन। अब चाहिँ फेरि हाम्रो प्रोसेस जारी नै रहनेछ होइन दाइ? हाम्रो प्रोसेस त जारी नै रहनेछ नि, नै रहनेछ र हामी चाहिँ पछाडि हट्ने छैनौँ। त्यही अब साथीहरू आएपछि पाटन हस्पिटलमा डक्टरले गरेर छोड्ने भन्ने कुराकानी भइरहेछ। त्यहाँ भइसकेपछि हामी माइतीघर जानेछौँ र माइतीघर गएर सबै देखाउँछौँ। यता चाहिँ हरुन निषेध छ, तर यता हरुन चाहिँ बजाइरहने रहेछन्। तर चाहिँ यसलाई चाहिँ बनाउने मात्रै होइन, तर चाहिँ कार्यान्वयन पनि गर्नुपर्ने हुन्छ। हामी चाहिँ यतिखेर पाटन हस्पिटलमा आइसकेका छौँ। देख्न सक्नुहुन्छ पाटन हस्पिटलमा। हामी पाटनमा छौँ र पाटन हस्पिटलको नजिकै छु म र हाम्रो साथीहरूलाई चाहिँ त्यहाँदेखि हामी देखाउन सक्छौँ। पाटन हस्पिटलमा छौँ। यहाँ चाहिँ सुशील दाइ हुनुहुन्छ र अगाडि गाडी चाहिँ यो रहेको छ, गाडी जाममा छ र म तपाईँलाई देखाउँछु पुरै भिडियो। हाम्रो साथीहरू को पढ्यो त तपाईँहरूलाई पनि जिज्ञासा हुनसक्छ। 10 जना साथीहरू म सबैले देखाउँछु र उहाँहरूको के कस्तो भयो, उहाँहरूलाई भित्र लगेर भन्ने बारेमा सबै छलफल गर्ने नै छौँ। र यसपछि हामी लगत्तै माइतीघर गएर माइतीघरमा सानो इन्टरभ्यू दिएर चाहिँ हामी फेरि पहिलाकै अवस्थामा हाम्रो प्रोटेस्ट जारी रहनेछ। कहिले पनि हुने छैन भन्न चाहन्छु र हामी कहिले पनि रोकिने छैनौँ र हाम्रो प्रोटेस्ट जारी नै रहनेछ। गाडी चाहिँ आइसकेको छ, गाडी यो यता साइडमा ठिक छ। जो पाउनु भयो होइन, गाडी चाहिँ पछाडि देखिरहेछ, यो गाडी रहेको छ। गाडी चाहिँ यो रहेको छ र हाम्रो साथीहरू चाहिँ त्यहाँ छन् र देखाउन चाहन्छु। र यो गाडीभित्र छन् हाम्रो साथीहरू, प्लस यो गाडीमा छन्। गाडी अगाडि गइरहेछ र हामी म र दाइ चाहिँ टक्क हिँडाएर बसिसकेका छौँ। अब हामी चाहिँ उहाँहरूको सबै प्रतिक्रिया सुनिन्छौँ होइन दाइ? टक्क लाएर
आएर साथीहरू झरेको देख्न सक्नुहुन्छ तपाईँहरू। उहाँ नै हो मेरो साथीहरू र हुन्छ हामी पाटन हस्पिटलमा छौँ अनि त्यही हो। अब बिस्तारै अब हाम्रो साथीहरू अब आउँछ एकछिनमा, हामी चाहिँ लगेर जान्छौँ माइती घरतर्फ। देख्न सक्नुहुन्छ हाम्रो आज चाहिँ जेन्जी प्रोटेस्टदेखि लगिरहेको साथीहरू उहाँहरू हुनुहुन्छ। जेन्जीबालाई पनि देख्नुहोस्, जेन्जीबा बिजी हुनुहुन्छ। जेन्जीबा होइन ल साथीहरू